आजबाट आनन्दले सुत्ने हो। एकदम धेरै मिठो हुन्छ, मिठो धेरै मिठो हुन्छ। चिल सबै अब डाले मर्छ है मेरो सुन देखेर। जाने नदीमा पसाउला आज त मैदारो भएको दिन सुत्ती सुत्ती रोप्ने हो। गिफ्ट दिनु भएको है यो। चोरी पनि हुन सक्छ नि त। हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू सञ्चारमै हुनुहुन्छ होला र म पनि सञ्चारमै छु भन्दै आजको न्यू डे न्यू ब्लग फेरि पनि ल्याइसकेको छु साथीहरू हजुरहरूको माझमा। अनि यो मेरो नयाँ रूप देखेर तपाईँहरू दङ्ग पर्नुभयो होला। यो मेरो नयाँ रूप चाहिँ मेरो बुढाले तिजको लागि गिफ्ट दिनुभएको है। यो मेरो छ झुम्का अनि मेरो छ रानीहार अनि यतापट्टि छ चन्द्रबिन्दु कि चन्द्रबिन्दु भन्छ हो त्यो छ साथीहरू। मेरो बुढाले किनिदिनु भएको अनि कति जाँदा पनि नछुटाइकन लगाऊ है बुढी भनेर चाहिँ मैले चाहिँ मेला जाँदा पनि लगाइरहेको छु साथीहरू। हरायो भने तनाव हुन्छ फेरि। साथीहरू मेरो यहाँ यो हार देखेर चाहिँ दिदीहरू पुरै यहाँ चकित पर्नु भइसक्यो। कस्तो छ दिदी मेरो बुढाले किनिदिनु भएको यो हार? एकदम राम्रो छ, ठिक्क भएर यो संसारमै उत्पन्न नभएको ल्याइदिएर रहेछ नि ल। म त अचम्म लाग्यो। कता गरे बुढा? मेरो बुढा दुबई लाउरे हो। दुबईमा बनेको सुनको हार होला है। यो चाहिँ काँडे बाला भन्छ यसलाई चाहिँ। अनि यो चाहिँ यो काँडे रानी हार भन्छ। रानी हार म त बिर्सेँ है अघि भन्नलाई। रानी हार भयो। अनि यो चाहिँ झुम्का, यसलाई चाहिँ के भन्छ घन्टी, यो चाहिँ घन्टी झुम्का भन्छ यसलाई। अनि यो चाहिँ यो 5 तोला छ अनि यता 5 तोला छ। यो चाहिँ भयो होइन। यस्तो फेरि मलाई बुढाले चाहिँ काममा जाँदा नि लगा भन्नुभएको के, त्यही भएर आज मेला आउँदा नि लगाएर यही बेला है लगाउने हुन्छ। म चाहिँ सुन लगाएर हिँडेको छु। अब यहाँ सबै अब डाले मर्छ है मेरो सुन देखेर। ल साथीहरू कस्तो छ मेरो सुन? साथीहरू बुढाले कमजोर किनिदिनु भएछ मलाई सुन चाहिँ। सासू कान्छी सासू कस्तो छ भने? राम्रो छ नि, राम्रो ल साथीहरू यो मेरो सुन देखेर यहाँ सबैजना जल्नु भइसक्यो। अब मेरो यहाँ सुन चोरी हुनसक्छ, त्यही भएर म अब ब्यागमा राख्छु ल। साथीहरू अब मेलामा के हुन्छ तपाईँलाई देखाउँछु। अब यो सुनहरू सबै राख्नुपर्ने हुन्छ झोलामा, नत्र भने चोरी हुनसक्छ। बुढा म लाउँदिनँ ल, काम गर्दा चाहिँ फेरि खस्यो भने हराउँछ अनि त्यहाँबाट फेरि चोरी पनि हुनसक्छ। त्यही भएर यो सुनहरू तपाईँहरूले पठाउनु भएको सुनहरू चाहिँ म सलामत रूपमा एकदम राम्रोसँग राख्छु ल। अनि है नक्कल छोरी तललाई गाउँबाट अब यो सुन पनि हराउँछ। अब यो पनि राख्छु मैले ल हाल्छु। अनि यहाँनिर दिदीहरू चाहिँ हेरिरहनु भएको छ है, आउनु भनेको मेरो सुन देखेर पुरै जगिरहनु भएको छ। ल अब चाहिँ म घर उता तलतिर गएर अनि यो गरेपछि चाहिँ देखाउँछु ल। राख्नुपर्ने हुन्छ साथीहरू, मैले यो देखाएँ भने अब यस्तो हुन्छ नि त फेरि कसको मनमा के हुन्छ र होइन, फेरि चोरी पनि हुनसक्छ नि त। त्यो यस्तो बुढाले माया गरेर पठाइदिनु भएको छ। त्यति नै हो साथीहरू, बाई बाई भन्न चाहन्छु अहिले चाहिँ। साथीहरू अब चाहिँ हामी यहाँ छ्याके अनि यो चिसो खान लाग्दैछौँ है। ल यहाँ चाहिँ यसरी बाँड्दै हुन्छ दिदीले। अनि यहाँ छ है मेन कुरा चाहिँ यहाँ छ है जाँड, चोकोपनको डब्बामा जाँड। मलाई देख्नु भयो नि क्या हो? पाउनुहुन्छ म यहाँ भए मान्छेले नदिनु उता मासतिर भए मान्छेलाई लम्की लम्की दिने सासु याद अघिदेखिबाट पर्खिरहेको छु म। यत्रो म त खान्न दिदी, खानु सक्दिनँ यत्रो त। वाउ कस्तो राम्रो सिन आएको है गाइस। देखेँ हामी चाहिँ यस्तो कति बजे 12-1 बजीतिर खानु पाउँछ। अनि फेरि 3 बजीतिर फेरि खाजा हुन्छ। खाजामा मासु हुन्छ, चिउरा भुजा हुन्छ है हाम्रो चाहिँ। दिदी थप्नु त दिदी, म खान सक्दिनँ। म चाहिँ धेरै खान सक्दिनँ है चिसो गाइस।
यतिले रक्सी लाएर के जाड लाएर रुन थाले नरुन नरुन काम गर्नु हो अझै यत्रो नरुन ल साथीहरू यहाँ यसरी जाड पार्टी हुँदैछ जडिन दिदीहरू हो यहाँ चाहिँ अनि 1 नम्बरको जडिया दाई यहाँ हुनुहुन्छ अनि यता हुनुहुन्छ मास्तिर दिदी बहिनी सबैजना अब यो गरेर उतार ल्याउने यताबाट ल्याउने भनेको किनभने यताबाट बिगारेवाला काम रियाक्सन हो क्या यति बाँकी छ यो तोड्दिनु चिसो चिसो खाने कि जाड खाने र होइन जाड अहिले नखाऊ चिसो खाइदिनु न पछि खाउँला चिसो कहाँ खान्छ चिसो खाँदैन हामी यस्तो चिसो खाने मान्छे हो क्या होइन जाडै खाइदिनु त उसो नि कहाँ हामी त्यस्तो सितिमिति जाड खान्छौँ त नि वाइन लिएर आउनु वाइन वाइन लिएर आउनु वाइन ल साथीहरू अब चाहिँ अब म एकछिन देखाउँछु ल फुल्यो निम पत्ता ल साथीहरू ल साथीहरू अब चाहिँ हाम्रो यहाँ खाजा खाना सुरु भयो मासु चना चिउरा भुजा यस्तो छ है खाजा चाहिँ ल सुरु भयो दुईटा बुजुर्गलाई भाग लगाइदिउँ दिनु त हुन्थ्यो दिनुहोस् न थोरै भाला ल धन्यवाद दिदी भान्जी तलको जानुभएछ फेरि साथीहरू अब सुरु है मान्छे चाहिँ सानो भाँडा चाहिँ ठुलोलाई हेर्नु साथीहरू यहाँ चम्चा पनि होइन चम्चा पनि हजुर खाना त एकपल्ट देखाऊँ त यहाँ साथीहरूलाई ल एकदम ल यसरी खानुपर्छ है साथीहरू मेलामा आएपछि चाहिँ चपाएको होइन चपाएको आफै खाम किन पुगेर है क्या खाजा साजा खायौँ अब ल अब यहाँ रोप्न जाँदैछौँ घाम टलल भएको छ ल साथीहरू ऊ यहाँ माथि पनि छ यहाँनिर रोप्दैछ साथीहरू यहाँ माथि चाहिँ जिल्ला के अरे गोड्ने बेला पनि भइसकेछ साइरस गए मतिर फर्काउला उदो जाने नदीमा फसाउला ले लाई ताल ल साथीहरू आजबाट त मैजार भयो चुप लाग्न यहाँ बनाइरहेको छु भिडै ल साथीहरू आज त मैजार हो आज त मैजार भएको दिन सुत्ती रोप्ने हो आज यस्तो गरेर मैजार साथीहरू आजबाट आनन्दले सुत्ने हो गाउँभरि सबको मैजारो भयो आनन्दले सुत्ती आज चाहिँ दिन कटाउने साथीहरू ल अब तपाईँहरूकोतिर रोपेर सक्यो कि सकेन हाम्रोतिर चाहिँ आजबाट सक्यो नै साथीहरू मेला भ्यायो हाम्रो चाहिँ आज चाहिँ 6 बजी नै भ्यायो सक्नुहुन्छ यहाँ हल्ला गर्नु भएको छ यहाँ दिदीहरू चाहिँ देख्न सक्नुहुन्छ यत्रो रोप्यो आज चाहिँ हामीले 11 जना रोपाएको थियो नभए हाम्रो घर जाने छुट्टी गाइस हातमा घडी गालामा गाइछ जाने बेला सबैलाई बाई बाई छ र साथीहरू अब चाहिँ हामी एक्लै जाने हामीलाई नलाने लाने हो म यहाँ अगाडि गएर देखाउने हो कि ल साथीहरू अब चाहिँ हामी देख्न सक्नुहुन्छ यहाँ सबैजना घर जानको लागि रेडी भइसक्यौँ होइन फुलमाया हुनुहुन्छ फुलमाया हे आमा हो घर जाने बेलाको खाइदिएको हे आमा हल्लिएर जाने होला अब छोराछोरीले कराउनु भयो जिन्दगी यस्तै त छ नि चिल भन्नु न रमाइलो भन्नु न यता हेर्न चिलिया भन्नु न यस्तो गर्न चिल चिल हर चिल भनेको यस्तो चिल आउँदैन यसो गर्नु खोइ भयो चिल भन्नु न
चिल हो उही चिल गर्दै लाग्नु चिल ल साथीहरू अब चाहिँ हामी आफ्नो सुरुमा छ घर जानलाई आउनु न सबैजना आफ्नो सुरुमा घर जानलाई हतार भइरहेछ यहाँ न्युरो टिप्दै हुनुहुन्छ यहाँ दिदी चाहिँ तरकारीको लागि सेतो न्युरो सेतो न्युरो सेतो न्युरो देखाइदिनु त हेर्नुहोस् मिठो हुन्छ है एकदम मिठो सेतो न्युरो हजुरको तिर नि छ भनेदेखि होइन खोजी खोजी खानु होला भिटामिन एकदम मिठो हर्रे पर्रे ओहो पुरै भ्यायो आमा हो टन्ने टिप्नु भएको रहेछ त त्यही त दिदी यता सेतो न्युरो गाइजहरू भन्नु त गाइजहरू यसो त न्युरो चाहिँ हजुरहरूतिर नि पाइन्छ भने होइन टिपेर खानुहोस् टन्न लाएर मिठो हुन्छ है एकदम धेरै मिठो हुन्छ मिठो धेरै मिठो ल साथीहरू आजबाट चाहिँ मैजारो भयो कोदो रोप्नलाई चाहिँ आजबाट मुक्ति भयो है साथीहरू होइन त दिदीहरू आजबाट मैजारो भयो नि त एकदम मैजारो हानिदिएको ल आजबाट चाहिँ मैजारो भयो है साथीहरू ढुक्कले आनन्दले अब चाहिँ बस्ने हो ल यहाँ चाहिँ सबैजना बारी पस्यो है साथीहरू यहाँ न्युरो टिप्नलाई सबै बारी पस्यो खोइ दिदी देखाउनुहोस् त हेर्नुहोस् अर्ग्यानिक न्युरो अर्ग्यानिक न्युग्रो स्वास्थ्यको लागि एकदम एकदम हेल्दी हेल्दी यस यस यत्रो पायो भाइ एक छाक धेरै हेर्नुहोस् त साथीहरू गाइजहरू अहिले माधु माधु पाउँछौ ल साथीहरू अब यहाँ चाहिँ न्युरो खोज्ने कार्यक्रम भइरहेको छ अब चाहिँ हामी जानुपर्ने हुन्छ किनकि म फेरि उता पुग्नुपर्छ अलि डर हुन्छ गाइज अनि यहाँ चाहिँ बुढजुत्ता लाएर आउनु भएको छ हाम्रो काली सासूले ढलक ढलक ढल्काउँदै मोडल अनि फेरि यता टिप्दै हिँड्नुभएको फेरि दिदी चाहिँ ल साथीहरू आजको भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला है पनि अनि भनेर भन्न चाहिँ नछुटाउनु होला टन्नै त है यही नाता हुन्न होला है दिदी त्यहाँ नजिक नटिकेको हुन्छ हो र ल ठिक छ यो सबै न्युरो है साथीहरू यो चाहिँ कलिलोमै टिप्नुपर्छ यिनीहरू चाहिँ साथीहरू हामीले चाहिँ यता आएर एकछिन दिदी बहिनीहरू सबैजना जम्मा भएर चाहिँ होइन टिकटक बनायौँ अब त्यति नै भन्न चाहन्छु भिडियोहरू के कस्तो हुन्छ हजुरहरूलाई अब मनपर्छ पर्दैन त्यो आफ्नो ठाउँमा छ अन्तिमसम्म हेरिदिनु होला साथ दिनु होला भन्न चाहन्छु है कता हो भान्जी त नानी बोक्नु लाग्यो ल आजलाई त्यति नै भन्न चाहन्छु है भान्जी के भन्नुहुन्छ ल साथीहरू आजलाई यति नै अब चाहिँ हामी घर जान्छौँ भान्जी त मास्तिर जाने म उता जाने आजलाई यति नै भन्न चाहन्छु बाई बाई